यो कार्यक्रमको ब्यानरमा लेखिएको ब्यौरा पढेर कार्यक्रमको औपचारिक उद्घाटन भएको जानकारी गराउन चाहन्छु। मध्य नेपालको सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर, भरतपुर महानगरपालिका, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान विश्व सङ्गीत दिवसको अवसरमा आयोजित शारदा खुसीराम स्मृति साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम 2082। आयोजक भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान, भरतपुर चितवन, स्थान नारायणी कला मन्दिर। ब्यानरमा लेखिएको ब्यौरा वाचन गरेर आजको यो कार्यक्रमको भव्य र सबै सफलताको शुभकामनासहित कार्यक्रमको शुभारम्भ भएको जानकारी गराउँछु। धन्यवाद। खुसीराम र शारदाको विषयमा बोल्दै गर्दा, गीत गाउँदै गर्दा कहीँ कतै यस्तो नपरोस् कि यो कुनै राजनीतिक शक्तिको अभिव्यक्ति भइरहेको छ र यहाँ कुनै चाहिँ राजनीतिक रूपमा हस्तक्षेप खडा गरेर यो मञ्च प्रयोग गरिराखिएको छ। सायद यस्तो कहीँ नपरोस्, न कि यो देशको परिवर्तनको लागि जसले सङ्गीतबाट आफ्नो जीवन अर्पण गर्यो, सङ्गीतबाटै जीवनलाई अन्तसम्म चाहिँ लिएर गयो, उसले हिँडेको बाटोको विषयमा बोल्दा कहीँ कतै उसको आवाजमा परिवर्तन, सङ्घर्ष, जनयुद्ध र कहीँ कतै त्यस्ता खालका शब्दहरूको प्रयोग, विद्रोहको प्रयोग स्वाभाविक हिसाबले हुनु, यसलाई तपाईँहरूले सामान्य रूपमा लिइदिनु हुनेछ भन्ने कुराको विषयमा हामी अपेक्षा गर्दछौँ। र फेरि हामी एउटा यस्तो सहरमा छौँ, नेपालको मध्यभागमा रहेको नेपालकै सुन्दर र समृद्ध सहर यो भरतपुर महानगरमा छौँ। भरतपुर महानगरको आदरणीय नगर प्रमुखले यो कार्यक्रमलाई नजर गरिराख्नु भएकै छ कि यो परिवर्तनसँग उहाँको पनि धेरै ठुलो लगाव छ र खुसीराम पाखरिन जस्ता त्यस्ता धेरै स्रष्टा र कलाकारहरूको जिन्दगीमा उहाँले साँच्चीकै त्यस्तो सञ्जीवनीको भूमिका पनि खेल्नु भएको छ र आज भरतपुरवासीहरूले जसरी समृद्धिको सपनामा आफ्नो सुन्दरताको अनुभूति गरिरहेका छन् नगर प्रमुखप्रति हेरेर, यो सङ्गीतको अभिव्यक्तिमा त्यो सुन्दरता भेटिएला नभेटिएला, तर खुसीराम र शारदा त्यस्तो सुन्दरताका मूल हुन्। तिनीहरूले नै हामीलाई यो सङ्गीतको महायात्रामा अभिप्रेरित गरिरहेका छन्। त्यही प्रक्रियामा खुसीराम पाखरिनले आफ्नो जिन्दगीको अन्तिम चरणमा शब्द र सङ्गीत गरेको, त्यो पनि काठमाडौँको एउटा झुपडीमा बसेर हामीले यसको कखरा सिकेका थियौँ, यो गीतको सङ्गीत सिकेका थियौँ। युवाहरू हो, देश तिम्रै हो, भविष्य तिम्रै हो, यो समृद्ध समाज निर्माण गर्ने अबको पिँढी भनेको युवा पङ्क्ति हो भन्ने कुराको एउटा सन्देश दिएर खुसीराम पाखरिन, जसले यही भरतपुरमा 2074 मङ्सिर 5 गते आफैले त्यही गीत गाउँदा गाउँदै ढल्नुभयो र हामीबाट बिदा हुनुभयो। त्यही गीत जो अमर बनेको छ, खुसीराम पाखरिन भन्दा आज अमर गीतको रूपमा मैले यसलाई बुझेको छु र हामीले यो गीत प्रस्तुत गर्छौँ। बाँकी युवाहरू हो, देश तिम्रै हो र भविष्य पनि तिमीहरूकै। झुपडीका मान्छेहरू, यो खुसीराम पाखरिनले विशेष गरी झुपडीमा पिल्सिएकाहरू जो लाल हुन्छन्, उनीहरू श्रम गर्छन्। श्रम गर्नेहरू कहिल्यै पनि अर्काका दासी हुनु हुँदैन भन्ने कुराको आशयका साथ जसरी यो गीतमा अभिव्यक्त गर्नुभएको छ। विशेष गरी हामीले श्रम गर्नेहरूलाई कसरी सम्मान गर्नुपर्छ भन्ने कुराको विषयवस्तुलाई सम्भवतः आजको व्यवस्थाले फरक ढङ्गले परिभाषा त गर्छ नै, तर हिजोको त्यो व्यवस्थाले यस्तै गर्थ्यो कि श्रम गर्नेहरू दासी हुनुपर्छ, श्रमको शोषण गरेर मालिकहरू रमाउनुपर्छ। यसका विरुद्धमा खुसीराम पाखरिनले विद्रोह गर्नुभएको छ। यहाँ हामी खुसीराम पाखरिन सँगसँगै त्यो गीत सिक्दै गर्दाखेरिको अवस्थामा, खुसीराम पाखरिनले हामीलाई नाच सिकाउँदै गर्दाखेरिको अवस्थामा, खुसीराम पाखरिनले सङ्गीत हाल्न हामीलाई सिकाउँदै गर्दाखेरिको अवस्थामा यस्तै भन्ने गर्नुहुन्थ्यो कि कलाकार भनेको
ओल्लो गोलो पल्लो गोलो धमिराको ओल्लो खोलो पल्लो खोलो धमिराको गोलो के चौबन्दी चोर मरेर पनि अमरको नाम लेखाएर गएका छन्। ती शहीदहरूको विषयवस्तुमा खुसराम पाखरिनले यसमा चाहिँ शब्द रचना गर्नुभएको छ। खुसराम पाखरिन जसले चाहिँ रोल्पा र रुकुमको सिमानामा पर्ने चुनमान क्षेत्रमा गएको बेला गैरी गाउँ भन्ने एउटा ठाउँ छ, त्यहाँ चाहिँ शहीदहरूको नाममा एउटा शहीद गेट बनाइयो। शहीद गेट जो देश र जनताको लागि मरे उनी अमर पात्रको नाममा भन्ने कुराको विषयमा हामी सबैलाई थाहा छ। धेरै ठाउँमा शहीद गेटहरू चाहिँ स्थापना भएका छन्। गैरी गाउँ सायद नेपालका धेरै ठाउँमा छन् होला, तर उहाँले त्यो रोल्पा रुकुम जहाँ चाहिँ परिवर्तनको लागि धेरै ठुलो रगतको खोला बग्यो, धेरै शहीदहरूको रगत बग्यो, त्यो कुराको भावलाई चाहिँ समेटेर उहाँले चाहिँ शहीदहरू बोलिरहेको हाँसिरहेको सधैँभरि अब त्यो गेटहरूमा शहीदहरूप्रतिको लाल सलामको कुरा, शहीदहरूप्रतिको सम्मानको कुरा र शहीदहरू भएर न यो समाज चाहिँ परिवर्तन सम्भव भएको हो भन्ने कुराको विषयवस्तुको कुरा त्यहाँ उल्लेख भएको विषयलाई चाहिँ व्यक्ति गरेर शब्द खुसराम पाखरिनले तयार पार्नुभयो र यही मञ्चमा आफ्नो प्रस्तुति प्रस्तुत गरिराख्नु भएको छ। मोहित श्रेष्ठले त्यसलाई सङ्गीत गर्नुभयो। पुरस्कार र साथै कदरपत्र को लागि पुष्मा महरा प्रगतिज्यूलाई अगाडि आमन्त्रण गर्दछु। कृपया क्रमसँग आउनुहोला। पुष्मा महरा प्रगतिज्यू, उहाँलाई पुष्ट रूपमा यो राष्ट्रिय कलाकारको मैले उहाँलाई जिम्मा लाएँ। अरूलाई प्रमाणपत्र राख्न प्रमुख अतिथिज्यू र आजका सभागत सबैले कृपया हात लगाउनु होला। हजुर सबैले हात लगाइदिनुहोस्। आफ्नो कला प्रस्तुत गर्नुभयो। यति टाढादेखि आएर यो गर्मीमा आएर हामीलाई साथ दिनुभयो कार्यक्रममा पसिना हुँदै बगाउँदै। त्यस्तै गरेर भीमकुमार ज्यूलाई आमन्त्रण गर्छु अगाडि। कृपया अगाडि आउनु होला। भीमकुमार सर, मैले नाम सरासर वाचन गर्छु। मोहित श्रेष्ठ सर कृपया अगाडि आउनु होला। त्यसरी गर्दै म गर्छु। धेरै धेरै धन्यवाद, बधाई और शुभकामना। मोहित श्रेष्ठज्यू त्यसरी गर्दै म गर्दै आउँदै हुनुहुन्छ। मोहित श्रेष्ठ सरलाई पनि धेरै धेरै धन्यवाद, आभार। शब्दले मैले आभार दिएर पुग्दैन। उहाँहरूको मेहनत यो कलालाई म सलाम गर्न चाहन्छु। त्यसरी गर्दै म गर्दै उहाँप्रति पनि आभार। यति मिठो स्वरका धनी, यस्तो राम्रो कला हामीले सुन्न पाएका